अस्थिर भएको छ। हाम्रो मन एकैछिनमा यहाँबाट घर पुग्छ। संसारको सबभन्दा गतिमा रकेट हिँड्छ हैन, जहाज हिँड्छ, अरू हिँड्छन्, त्यसभन्दा सबभन्दा छिटो दौड्ने भनेको मन हो। जब मन दौड्छ हामी अस्थिर हुन्छौँ, हामी चञ्चल हुन्छौँ। आज हाम्रो समाज अस्थिर भएको छ, चञ्चल भएको छ, अस्थायी भएको छ, भट्किएको छ। त्यसैले मेरो पहिलो साथीहरूलाई तपाईहरुको तन त यही छ, शरीर यही छ, मन पनि यही राखिदिन म अनुरोध गर्छु। म बोल्दै गर्दा मेरो हरेक शब्दलाई तपाईहरुले चित्रबाट सम्झने कोसिस गर्नु होला। चित्र तपाईको दिमागमा के आउँछ? के को चित्र आयो? घनश्याम पाण्डेको चित्र सम्झिनु पर्यो, घनश्याम पाण्डेको फोटो सम्झिनु पर्यो। म सूर्य भन्दै गर्दा तपाईहरुको दिमागमा के आउनु पर्यो? सूर्यको चित्र आउनु पर्यो। त्यसैले हामीलाई म साथीहरुलाई स्थिरतापूर्वक मन दिएर अहिले नेकपा एमालेलाई मन चाहिएको छ। हाम्रा समाजमा मनहरू अस्थिर भएका छन्, मनहरू फाटेका छन्। ती अस्थिर भएका मनलाई सूर्य चिन्हमा स्थिर गराउनु छ। फाटेका मनहरूलाई जोड्नु छ। ती फाटेका मनहरूलाई जोडियो भने मतमा रूपान्तरित हुन्छ। मतमा रूपान्तरित भयो भने मात्रै नेकपा एमाले जित्छ, घनश्याम पाण्डेले जित्छ, कोमल ओलीले जित्छ। तपाईँ तयार हुनुहुन्छ जिताउन? हुनुहुन्छ भने ताली बजाइदिनु। के हल्ला छ भनेर सोध्यो भने होइन, सूर्यलाई भोट हाल्यो भने त, कम्युनिस्ट पार्टीलाई जितायो भने त 60 वर्ष पुगेपछि गोली हाल्छ भन्छ त्यही हल्ला त्यही थिएन। कम्युनिस्ट पार्टीका विरुद्धमा समाजमा जसले निर्णय गर्ने शक्ति थियो त्यति बेला ज्येष्ठ नागरिकहरूलाई नेकपा एमालेका विरुद्धमा भ्रमित पारिएको थियो, विरुद्धमा जानको लागि उत्प्रेरित गरेको थियो। तर जब नेकपा एमाले 2051 सालमा अल्पमतको सरकार गराएर 60 वर्ष माथिकालाई गोली होइन कि वृद्ध भत्ता सुरु गर्यो। आज मासिक 4000 पुगेको छ। आज हाम्रा ज्येष्ठ नागरिकहरूलाई यो कुरा सुनायो भने उल्टै गोली हाल्न जस्तो गर्छन्। अब एमालेका विरुद्धमा कसैले कुरा गर्यो भने ज्येष्ठ नागरिकलाई रिस उठ्छ। विपक्षमा होइन, आजको जेनजी पुस्ता, आजको नयाँ पुस्ता हाम्रो मुटु हो, हाम्रा सन्तान हुन् र भविष्यका चाहिँ नेता हुन्, कर्मचारी हुन्। यो देश निर्माण गर्ने पुस्ता हो। त्यो पुस्तालाई हामीले साथसाथै लिएर त्यो पुस्तासँग जोडेर नेकपा एमालेलाई बलियो बनाउनु पर्छ। अब छोराछोरीलाई हामीले फरक ढङ्गले हेर्ने होइन, नाति नतिना पुस्तालाई फरक ढङ्गले हेर्ने होइन। त्यो पुस्ता हाम्रो पुस्ताभन्दा धेरै जान्ने छ। कोही मऱ्यो कि कोही के भयो कि भन्ने भएको छ। आज त्यो होइन। त्यहाँ हाम्रो घनश्याम पाण्डे सर हाम्रो कलेज खोल्ने सर चुनाव लड्नु भएको छ भने क्याबाट लड्नु आएर भनेपछि तपाईँले त्यति पनि थाहा छैन। उहाँ त सूर्य चिन्हबाट एमालेबाट चुनाव लडेको। तपाईँहरूले गाउँभरि सबैलाई भनेर सूर्यमा भोट हाल्ने भनेपछि होइन, यता त के घन्टी हल्लाउने भन्थे, तैँले त सूर्य पो भन्छस् त भन्नुभयो होइन, समाज सन्देश। त्यसरी म के छ भने यो पुस्ता, नयाँ पुस्ता, अल्ट्रा टेक्नोलोजीमा रमाउने पुस्तालाई शिक्षा, स्वास्थ्य, प्रविधि, उद्यमशीलतासँग जोडेर यो देशलाई धनी बनाउन सकिन्छ, समृद्ध बनाउन सकिन्छ। त्यसको नेतृत्व पहल म गर्न सक्छु। तपाईँले ढुक्कका साथ भन्नुहोस् यो कुरा हामी दानबाट गर्नेछौँ।